मनोकामनाको रहस्य भाग 2। पुजारी इन्सान थापाले अबदेखि तिमी मनोकामना नआउनु भनेर मलाई बाहिर पठायो। मैले पुजारीलाई भने म बाहिर गएपछि मलाई केही नहोस्। पुजारीले हुन्छ जाऊ भनी पठायो। डर र थकानले म बाहिर निस्के। तर बाहिर निस्कन साथ देवीनाथ त्यही जोगी कुकुरले जस्तै भुक्दै आएर मेरो लट्ठी खोसेर मलाई न्याय पिट्न लाग्यो। नथाकिन्जेलसम्म पिट्यो तर मलाई चोट लागेन। त्यो बेला पुजारी पनि आयो, बिरालो जस्तै घ्यार घ्यार गर्दै क्रोध गर्दै। उसले मेरो कपाल समात्यो र बलिदान स्थलतिर, बोका काट्ने ठाउँतिर घिसार्दै लग्यो र भन्यो अब म तँलाई काट्छु। म रोएँ, कराएँ, मलाई नमार्नुस्, मेरा ससाना बच्चा छन्। त्यो क्षण मैले एक शब्द चिच्याएँ, आमा, आमा, आमा। त्यही बेला मन्दिरको पेटीबाट बत्तीको पाला गुड्किँदै मेरो नजिक आयो। बत्ती आफै जलिरहेछै। त्यसै बेला पछाडिबाट पुलिस आएर मेरो पेटमा बुटले बेस्सरी हान्यो। म बेहोस परेँ। जब होस आयो, मेरो कपाल काटिएको थियो। दुईजना पुलिस मलाई थानातर्फ लगिरहेका थिए। पुलिस